सो हे गाइज वेलकम इन दिस भिडियो हैन। अनि आजको भिडियोमा चाहिँ म तिमीहरूलाई एउटा कुरा सेयर गर्न चाहन्छु हैन। यतिको मतलब यतिको नेक चाहिँ हैन तिमीहरूले हैन घरमै हैन कसरी ट्रेन गर्न सक्छौ क्या। मैले चाहिँ हैन त्यति धेरै ट्रेन त गर्दिनँ हैन, पहिला ट्रेन गर्थेँ, अहिले चाहिँ मसल लुज भइरहेछ हैन, म हल्का बिरामी छु हैन। तर मेरो नेक चाहिँ हैन हल्का वाइड नै छ हैन। मेरो पोस्चरले यसो गर्दाखेरि नेक छोपिन्छ, तर मेरो नेक चाहिँ हैन अरूभन्दा हल्का वाइड नै छ क्या। सो आज म तिमीहरूलाई हैन यहाँनिर हैन एउटा एक्सर्साइज देखाइदिन्छु हैन, जुन मैले गर्छु हैन। अनि त्यो एक्सर्साइजहरूलाई तिमीले गर्यो भने हैन तिम्रो नेक चाहिँ हैन वाइड हुन्छ क्या। जस्ट हैन यति एक्सर्साइज मात्र गर क्या, योभन्दा बढी एक्सर्साइज नगर हैन। यो चाहिँ एउटा सेन्सिटिभ मसल हो हैन, अनि यसमा चाहिँ इन्जुरी हुने चान्स हैन, यसमा चाहिँ इन्जुरी हुने चान्स एकदम बढी हुन्छ हैन। त्यही भएर यसलाई चाहिँ हैन यही 3टा एक्सर्साइज गर हैन, जुन जुन म यहाँ देखाइदिन्छु त्यही 3टा एक्सर्साइज गर हैन। त्यसले चाहिँ हैन तिमीलाई एकदम बेस्ट रिजल्ट दिन्छ क्या तिम्रो नेकको क्या। ओके, त्यो 3टा एक्सर्साइज गर, त्यसले चाहिँ तिम्रो नेकलाई चाहिँ एकदम बेस्ट बनाउँछ क्या। अरू कुनै एक्सर्साइज गर्न पर्दैन, जस्ट यति 3टा एक्सर्साइज गर। सो नम्बर 1 एक्सर्साइज भनेको हैन यो यहाँ देखाइदिन्छ हैन। मैले चाहिँ मेरो क्लिपहरू राम्रोसँग मैले चाहिँ हैन मेरो एक्सर्साइज गरेको क्लिपहरू चाहिँ मसँग छैन हैन, अर्को मोबाइलमा छ, तर अर्को मोबाइलबाट यसमा फाइल नै ट्रान्सफर भइरहेको छैन। त्यही भएर यो भिडियो चाहिँ एकदम अर्जेन्टली बनाइरहेको छु। त्यही भएर यहाँ युट्युबबाट हैन एउटा भिडियो डाउनलोड गरेर देखाइदिन्छु। सेम एक्सर्साइज हो हैन, यो एक्सर्साइज गर हैन, यसले चाहिँ एकदम बेस्ट रिजल्ट दिन्छ क्या यो एक्सर्साइज हेर। अनि सेकेन्ड भनेको हैन तिमी यो एक्सर्साइज गर्न सक्छौ हैन। अनि थर्डमा चाहिँ हैन तिमी यो एक्सर्साइज गर। यदि यो नगरे पनि तिम्रो नेक चाहिँ हैन खासै राम्रै बन्छ हैन, तर यो गर्यो भने चाहिँ अझ राम्रो बन्छ हैन। यो यति 3टा एक्सर्साइजले चाहिँ हैन तिमीले राम्रोसँग गर्यो भने हैन तिम्रो नेक चाहिँ हैन पहिलाको भन्दा एकदम राम्रो भएर निस्किन्छ नि। मेरो चाहिँ यहाँको मसल अझ लस भयो, तर यो अझ वाइड हुन्छ हैन। अनि यसो हेर्दाखेरि नेक मतलब नेक एकदम बेस्ट देखिन्छ क्या। एकदम नेकले चाहिँ हैन तिम्रो मक गर्छ क्या तिम्रो अरू बडी पार्टलाई हैन। सो द्याट्स इट हैन, यो चाहिँ जस्ट नेकको लागि होइन, यो चाहिँ एकदम धेरै सेन्सिटिभ पार्ट हो हैन, यसलाई चाहिँ एकदम राम्रोसँग गर्नुपर्छ। ओके।